हेलो साथीहरु नमस्ते तपाईहरुलाई आज म हाम्रो गाउँको विकास देखाउँछु। यो गाउँ चाहिँ कुन हो भन्दा अप्पर मामरिङ सिटोङ छु र यो हाम्रो मेन रोड अगाडि देख्नु हुँदैछ। यताबाट चाहिँ हामी जानु पर्छ हैन। यो बाटो चाहिँ यता चाहिँ गाउँ धेरै छ हैन, बाक्लोन छ र तपाईहरुलाई आउनुहोस् म हाम्रो गाउँको विकास चाहिँ देखाउँछु है। कतिको राम्रो बनाएको छ भन्ने यो रोड त तपाईहरुले देख्नु सक्नुभयो र रोडको सँगसँगै यहाँ पुल हेर्नुहोस् तपाईहरु। यो पुल चाहिँ यस्तो अवस्थामा पुगेको छ हैन। यो पुल चाहिँ हो, यो रोड त देख्नुभयो, यो 100 दिने रोड हो हैन। 2017 मा चाहिँ यो रोड चाहिँ कम्प्लिट भएको साथीहरु र यो छ यो पुलको अवस्था। यहाँ हाम्रो 3टा पुल छ। यो 3टा पुल चाहिँ अहिलेसम्म कम्प्लिट भएको छैन र जति पनि यता हामी बस्ने गाउँलेहरु छ उनीहरुले चाहिँ यो काठपात सबले रुखहरु दिएर हामीले यहाँ हिँड्ने बाटो चाहिँ बनाएको थियौं हैन। जस्तो पुल बनाएको थियौं र पोट पनि यो पुल यहाँबाट मान्छे भाँचेर तल झरेको थियो हैन। त्यो भएर पनि हामी सबले मिलेर हैन, कोहीले काटी किन्ने, कोहीले रुख दिने, कोहीले काठहरु दिएर चाहिँ यो पुल फेरि पनि बनाएको थियो हामीलाई हिँड्नु सजिलो होस् भनेर। तर हिजोको दिनमा फेरि यो पुल भाँचेको छ। मान्छे हिँड्दाखेरि मान्छेलाई चाहिँ केही भएको छैन, तर पुल चाहिँ भाँचेको अवस्था देख्न सक्नुहुनेछ। र अहिले चाहिँ हामी हिँड्नु चाहिँ यो बाटो पर्दैछ। यो बाटो हामी हिँड्दैछौँ हैन। अब यो बाटो यस्तो छ जसमा चाहिँ यो बाजे बोजू हैन, नानीहरु हिँड्नु सक्दैन, दोहोऱ्याउनु पर्दैछ। फर्स्ट अफ अल हिजो मेरै मम्मीलाई पनि मैले हस्पिटलबाट ल्याउँदै दोहोऱ्याएर ल्याएको। अब अहिले हिउँदोमा त हामी हिँड्नु सक्छौँ हैन। र अब देख्नु सक्नुहुन्छ र यो हिउँदोमा हिँड्छ अरे। अब बर्खा लागेपछि हामी हिँड्ने कहाँबाट, हाम्रो बाटो छैन हैन। सबैजना जाने यही बाटो हो। तपाईहरुले हेर्नुहोस् हाम्रो गाउँको विकास हैन। यहाँ आउनुहोस् त, तपाईलाई म देखाउँछु। यो अहिले यताबाट आए हैन, यो देख्न सक्नुहुँदैछ। त्यहाँदेखिको हामी यहाँ आउने कसरी देख्नुहोस् है। त्यहाँबाट हामी यसरी आउनु कसरी हैन। यहाँ तपाईहरुले पढ्नु अन्त देख्नुहोस् अहिले यो हिँड्ने बाटो छैन। जति पनि यहाँ देखाउनुहोस् त, यो दिएको छ, यो मिलेर दिएको सबैले। यो धुप्पीको रुखहरु हैन, यो रुखहरु यस्तो अवस्थामा छ, पुगिसकेको छ। हिजो योहरु बनाएको थियो हैन। अन्त हिजो पनि मान्छे हिँड्दाखेरि यो पुल यहाँ बीचमा पुग्दा भाँचेको छ। धन्न जस मान्छे पार भयो, पुल भत्क्यो र यस्तो अवस्थामा पुगिसकेको छ। आउनुहुन्छ जब यो सहरहरु हेर्नु आउनुहुन्छ, जब भोटको टाइम आउँछ है, जब भोट आउँछ, तब भोटको बेलामा चाहिँ यो पुल बनिन्छ हैन। यो पुल बनिन्छ भोटको टाइममा चाहिँ, र भोट सकेपछि चाहिँ यो पुलको पुरा कामै हुँदैन है। आउनु भएको छ तिनपल्ट आएर पनि हाम्रो पुलको चाहिँ फोटो खिचेर पनि रहेछ। यो अप्पर मामरिङ सिटोङ पुलको पुलको फोटो खिचेर रहेछ। र तपाईलाई म अर्को पुल पनि देखाउँछु, आउनुहोस् है। यहाँ हाम्रो अर्को पुल यस्तो छ अवस्था देख्नुहोस् है। त्यो पुल त थियो, यो पुल पनि पोहोर बर्खामा यो पुल छ नि, जुन यो पुल पनि बर्खामा यो पुल माथिबाट पानी हुन्छ। यो पुल बर्खामा बगाएर तल लगेको थियो हैन, लगेको थियो। र पनि हामी सबैजनाले हिँड्नुको अवस्थाले चाहिँ यो बनाएको छौँ हामीले। फेरि पनि यो पुल बनाएर यहाँ हामीले पुल हिँड्नेको लायकको बनाएको छौँ हैन। तपाईहरुले आउनुहोस् त। यो बर्खामा यो पहिरो जान्छ हैन। अन्त पहिरो जाँदाखेरि पनि यहाँ स्कुलको अरु भन्दा पनि फर्स्ट अफ अल मसिनो स्कुलको नानीहरु छ। नानीहरुलाई त बर्खामा अब पठायो भने त यो पुलबाट पानी माथि हुन्छ हैन, बगाउने डर हुन्छ, पुल भत्किन्छ, चिप्लो छ। त्यो भएर चाहिँ हामी पुलको चाहिँ अवस्था हेर्नु भयो होला हैन। यो पुल माथि पानी हुन्छ। जस्ट हामीलाई गाडी कुद्ने राम्रो पुल चाहिएको भने हामीलाई मान्छे हिँड्ने हैन, सुविस्ता, बिमारीहरु जान्छ, हामी बजारहरु जानुपर्छ, नानीहरु स्कुल जान्छ हैन, हामी जति यता खेतीबारी गर्नेहरु हैन, हामी यहाँ बाटो बोकेर जानुपर्छ रोडमा पुर्याउनुको लागि हैन। अन्त त्यहाँदेखिको हामी र हाम्रो जति रासनहरु आउँछ यही बाटो हामीले बोकेर ल्याउँछौँ हैन। हाम्रो पुल राम्रो छ भने त हामी राम्रोसँगले हिँड्नु सक्छौँ नि त। बर्खामा डर लाग्छ हामीलाई नै हिँड्नु, यो पुल हामी नै हिँड्नु डराउँछु। झन् बाजे बोजू, यो बिमारीहरु, नानीहरु कसरी हिँड्नुहोस् भन्नुहोस् त तपाईहरु। अन्त देख्नुभयो होला हाम्रो 100 डेजको 2017 मा कम्प्लिट भएको यो बाटो खोइ कम्प्लिट भयो भन्छ। यो पुलको खोइ, यो पुलको कहाँ गयो, हाम्रो गाउँको विकास कहाँ गयो हैन। हाम्रो चाहिँ यस्तो छ साथीहरु अवस्था। जति सक्दो तपाईहरुले यो चाहिँ शेयर गरिदिनुहोस् है। यो हाम्रो अप्पर मामरिङ सिटोङ 2 भन्छ यसलाई चाहिँ। हाम्रो
बिचमा पर्छ यो गाउँ चाहिँ हाम्रो बिचमा। अगाडि त हाम्रो मेन रोड देख्नुभयो होला, मेन रोडको पनि अवस्था चाहिँ ठिक छैन होइन। मान्छे आउनुहुन्छ, सरहरू ठुल्ठुलो आई लभ मामरिङसम्म आउनुहुन्छ, त्यहाँदेखिको ओह्रालो आउनु हुँदैन। र हाम्रो यो गाउँको भित्रको विकास पनि हेरिदिनुहोस् होला तपाईँहरूले होइन। म यही भन्न चाहन्छु कि किन जो अब हाम्रो गाउँमा भोट आउँछ, भोटको बेलामा आउनुहुन्छ, हेरेर फोटो खिचेर लानुहुन्छ। अन्त तपाईँहरूले यो देख्नुभयो होला अवस्था त होइन। यसमा म भिडियो बनाउन चाहन्थिनँ, यो मैले कहिले पनि चाहेको थिइनँ कि म यसको भिडियो बनाएर हाल्छु। तर चाहिँ अहिले चाहिँ अवस्था यस्तो आयो कि मैले हाल्नु नै पर्ने मजबुर भएँ। तपाईँहरू आउनुहुन्छ आई लभ मामरिङ माथि अप्पर मामरिङसम्म आउनुहुन्छ, आई लभ मामरिङ लेखेको छ त्यहाँसम्म आउनुहुन्छ, त्यहाँको सम्म चाहिँ ठिकै छ। तर तपाईँहरूले विकास गर्नुको लागि त तपाईँहरूले तल झरेर गाउँभित्र पस्नु पऱ्यो नि त। तपाईँहरूले हेर्नु गाउँवासीको हालत कस्तो छ, के छ होइन, सोध्नु पऱ्यो। तपाईँहरूले गाउँभित्र पनि पसेर यो चाहिँ तपाईँहरूले एटलिस्ट हेरिदिनु पर्थ्यो क्या। तर तपाईँहरू आउनुहुन्छ बाहिर बाहिर माथि माथि आउनुहुन्छ, हाम्रो गाउँभित्रै पस्नु हुँदैन। हामीलाई चाहिँ यतिको असुविधा भइरहेको छ होइन। यो चाहिँ हाम्रो पुल, जुन पुल छ हाम्रो चाहिँ त्यसको अवस्था चाहिँ एकदम खराब भन्दा पनि एकदम लास खराब छ होइन। हामी चाहिँ एकदम रेड जोनभित्र छौँ अहिले चाहिँ, एकदम रेड जोनको नि लास भइसकेको छ। किनकि अब बर्खा लाग्नु आँट्यो, हामी हिँड्नु कसरी होइन, यो बाटो हामी हिँड्नु पनि सक्दैनौँ अहिले। अब त्यहाँबाट हिँड्नु त अब कति दोहोऱ्याएर हिँड्नु, मान्छेलाई कति क्यारिङ गर्नु पर्यो। किनकि यहाँबाट थुप्रै मान्छे हिँड्छ, हामीले होइन बाजे बोजूहरूलाई पक्रिनु पर्यो। बाइचान्स लड्यो भने फर्स्ट अफ अल हिजो त्यहाँ मान्छे हिँड्दा त्यो मान्छे नै लडेर घाइते भएको भए त्यो को जिम्मेवार लिन्थ्यो? त्यो त लिन्थेन नि त कसैले त्यो त। त्यही भएर म यही भन्न चाहन्छु तपाईँहरू गाउँभित्र आउनुहोस् र हाम्रो यो एकपल्ट भिजिट गरेर हाम्रो जुन यो समस्या छ त्यसलाई चाहिँ तपाईँहरूले सल्भ गरिदिनुहोस्। म चाहिँ यही बिन्ती गर्न चाहन्छु। यो चाहिँ तपाईँहरूले जिटिए चिफ अनित थापाज्यू सर जो हुनुहुन्छ उसकोमा चाहिँ यो भिडियो सक्दोसक सेयर गरेर पुऱ्याइदिनुहोस्। हामी चाहिँ सिटोङ टु अप्पर मामरिङ बस्तीको चाहिँ यो जुन बिचमा छौँ हामी, उनीहरू चाहिँ सबै रेड जोनभित्र भइसकेको छौँ। किनकि हाम्रो चाहिँ पुलको यस्तो अवस्थाले गर्दा अब हामी हिँड्न सक्दैन। यो पुलमा चाहिँ जति हामी गाउँवासीहरू हामी सबैजना मिलेर बसेकोहरूले हामीले जति सक्दो त बनाएर हिँड्ने कोसिस गरि नै रहेको छौँ, अहिलेसम्म गरि नै राखेको छौँ। न पनि अब हाम्रो चाहिँ अवस्था एकदम खराब भइसकेको छ होइन। यो कसले बनाउनुहुन्छ? अब बार एकरो बनाउनु त सक्दैन। त्यो कारणले चाहिँ यो भिडियो चाहिँ सक्दोसक तपाईँहरूले सेयर गरिदिनुहोस् होला। धन्यवाद, म यही भन्न चाहन्छु तपाईँहरू माझमा चाहिँ।